हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। धेरै पछि भ्लग बनाउँदैछौँ। आज चाहिँ हामी मम्मी ड्याडी म अनि पुन्टु हामी चाहिँ नुवाकोट आज स्याटरडेको लागि गइरहेछौँ। अब अहिले हिँड्न लाग्छौँ। हाम्रो 2:30 बजे हिँड्नेछौँ। अब कतिखेर पुगिन्छ। उहाँहरूलाई चाहिँ मैले मेरो पुन्टु हो नि त पप्पी, त्यसको नि सोधेको थिएँ अहिलेसम्म चाहिँ कसैलाई अलाउ गर्नु भएको थिएन अरे। अब तर रिक्वेस्ट गर्नुभयो हुन्छ भन्नुभएको छ। मेरो फेरि पुन्टु सानो छ, पुग्दैन त्यस्तो डिस्टर्बेन्स चाहिँ गर्दैन, त्यही भएर धेरै ठाउँमा चाहिँ अलाउ गर्नुहुन्छ। त्यही नै हो। ल अब चाहिँ हामी मम्मीहरू चटपट लिएर आउनुहुन्छ, मम्मी आउँदैनुहुन्छ तलबाट। अनि अब बाटोमा जाउँ, कस्तो के छ म देखाउने छु। के भयो बाटोतिर हिँड्छ अनि के चटपट रेडी भयो होइन? पुन्टु राख्दिनु यहीँ बाटोतिर हिँड्नु छान तिमी? पिसाब त फेरो चिचो गल्ली लगाएको गद्दै देखा पुन्टु फेरि जान्छौ मम्मीसँग फेरि? जान्न भित्रै अब जाउँ भयो चटपट लिएर चटपट। यस्ता सल्लाहहरू गोरु देखिन्छ के अरे उहाँ जानु जानु सल्लाह गर्ने गोरु पनि देखिन्छ के अरे अहिले ड्याडी जङ्गल भयो चट। मलाई मात्रै खिचेर अब मम्मीले चटपट खाँदैछ। सीमापुरी राजधानी निकुञ्ज जाने बाटो ठाउँ आयौँ हामी। यहाँबाट राष्ट्र निकुञ्ज जाने रहेछ शिवपुरी। हेर्नु गाइज आइयो नुवाकोट जिल्ला गुरुङ गाउँ आइयो। बाटो यस्तो चौरालो घुम्ती मुडै मुड। यो चापाबोट भन्ने ठाउँ रहेछ नुवाकोट जिल्लाको। आयो पुन्टु हामी कहाँको? हामी चाहिँ रातै परि आउँदा अब फ्रेस भएर खाना खान जान लाग्यो। अब यहाँको सिनहरू चाहिँ हामी भोलि देखाउँछौँ। अहिले त अँधेरो भइसक्यो। बाटै जान्छ बिरामैलो होइन बाटो नि खासै अप्ठ्यारो त छैन। कति लिनुहुन्छ हजुर प्याक? अब कस्तो सिस्टम छ यहाँ? कस्तो प्याक सिस्टम? यो चाहिँ खास गरी हाम्रो लिटरको हिसाब हुन्छ होइन, हजुर लिटर त हाल्नु सक्नुहुन्न। अब कडा होला। अब त्यही त फेरि मै त साह्रै मिठो रहेछ। अब खाना खाने प्रेसरको दबाई ल्याउनु भयो कि नै? प्रेसरको दबाई ल्याउनु भयो नि? पुन्टु यसलाई चाहिँ खाइहाल्दा पनि सानोले चाहिँ के खान्छ? नाच्ने मिलेर चाहिँ बजाउने। ल यहाँ मकैको कुन्यु गाउँमा हेर्नु ल गुन्द्रीहरू। यो चाहिँ रक्सी पार्ने हो रे। ड्रम बाहिरबाट पनि देखाउँछु म, एकदम ठुलो ड्रम छ बाहिरपट्टि। यहाँ मकैको यो राति भयो नि राम्रै आछ बत्ती छ। यो यता धानको भकारी, यो मकैको कुन्यु, यो गाउँको माटाको घर रमाइलो रहेछ। यहाँ चाहिँ नि बेसारहरू, मुला चानाहरू सुकाउने गाउँको सबै अर्ग्यानिक चिजहरू मात्रै। यहाँ माटाको घैँटाको धारा। देखिया। अनि अब यो बाहिर चाहिँ रक्सी पार्ने चाहिँ ठुलो ड्रम रहेछ। अनि रात परेपछि आयो यतापट्टि कुखुरा राख्ने ठाउँ रहेछ। लोकल कुखुराहरू होला। पुन्टु 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 जाऊँ। यहाँ चाहिँ पुरै ड्रागन फ्रुट रहेछ म्याक्सिमम। एभोकाडो, लिची, कागजहरू फल्न थाल्दैछ बल्ल। लेमन, आँपहरू, एभोकाडो फुल्दैछ। दुई वर्ष त भएछ यो बिरुवाहरू हुर्किँदैछन्।
सबै हाँप लगाएका के टिप्नलाई सोध्ने पात टिप्नलाई सोध्नुपर्छ यो के बुट्टा हो दबदबे यस्तो फुल हुन्छ मौवा ल बिहानको अहिले 6:30 कति भयो 6:30 बजे यो लिचीहरू लिची बल्ल फुल्न थाले रहेछ चराचुरुङ्गी कराइरहेछन् काली सालीजिन पाले भए राम्रो हुन्थ्यो के अरे माटाको घर माटाले लिपेको कति राम्रो तामाङहरूको बस्ती धेरै छ क्या आएको नि राजाहरू नुवाकोट पनि तामाङको बाहुल्यता भएको जिल्ला हो जस्तो लाग्छ मलाई त्यही भएर तामाङकै घर हुनुपर्छ यो तल्लो बाख्राको खोर होला यो बाख्राको खोर हो अहिले भर्खर बनाउँदै यहाँ छैनन् बाख्रा यो चाहिँ चाइनिज कि के कटुस हो यो चाहिँ कमल हुन्छ हाम्रो चाहिँ कटु जस्तो होइन यहाँको जङ्गली कटु जस्तो होइन कटुस हो ठुलो बुट्टा रहेछ कुन तिमी सुनिसक्छौ ल हो त कतिको सक्दो रहेछ है त ल लु त सानो खै त आयो है खासै रुमहरू त देखेन त बनाउँदै होला भर्खर पितृ भन्छन् पूर्वतिर हलेको रहेछ हलेको छ हामी खुब खान्छौँ केटा केटीमा कति बाक्लो लगाएको त नि आलु हो कि के हो हुन्छ आलु त्यो त आलु हुन्छ आफै जान्छ भट्टा जस्तो ए स्ट्रबेरी पानी छैन हेर त प्याजलाई राम्रो छ प्याज त अलिअलि प्याज त राम्रो छ पानी नै पुगेको छैन यो त मास्टरबाट अलिअलि लाउँदै रहेछन् धाराको पानीले के पुग्छ तरकारीले धनियाँ राति उ त्यो पुरै छ होइन चानको पुगेको हावा कहिले छ है घरि त छैन यो बुङ्गाको अचार खान पायो नदेखेर हो फलामको पाता हो अब सानोलाई त पुन्टु गाई देखेर डरा डर लाग्यो जाऊ न केही हुन्न बानी पुन्टु त गाई भैँसी दिएर डराएर बसेछ त डर लाग्यो अहिले त उता हेटौँडामा केराको फर्काइदिनु न मुख त पुन्टुलाई देखेर विदेशबाट आएर केराको कागज थामको कागज बनाउनु थालेपछि हेटौँडामा केरा जब यस्तो थाम त्यसैखेर जान्छ अब पैसा त उसले पैसै दिएर किन्ने भनेको त भाग्यो पुन्टु
किन गर्दैन नि त किन गर्दैन नि त अनि यिनीहरूले टाउको फर्काइ नि भएको छ हेरिरहेको छ नि त तिमीलाई भुइँमा राखिदिनु त ऊ हात्यो अब आऊ किन गर्दैन गोबर खाइ गोबर खान्छ यसले जहिले नखाऊ ल्याइन यति सो पुन्टु त डराइहाल्दैन ल जाम जाम भएमै छानु डराए गोबर चाहिँ खुब मिठो लाग्दो रहेछ ल्याइन असर गर्छ कि के गर्छ कटुस फुलेको रे कटुस चाइनिज कटुस इस्कुस इस्कुस चाहिँ अब यो आँपमा लगाइदिएछ आँपलाई खाइदिन्छ यसले फल्छ ऊ जाला पुग्ली पिङ खेलेको है हामी त्यो पिङ खेलेको हाई गरौँ ल झर सन्जम झर के को रुख लगाइदिएको यो माथिबाट यो कति मुख्य रहेछ 5 रुपियाँ रुद्राक्ष भुइँमा पुरै झरेको छ यहाँ चाहिँ रुद्राक्षको बुटो रहेछ सबै 5 रुपियाँ यसको दामलाई बाट्ने पात हुन्छ यस्तो धेरै कपडा अहिले त के पाट अहिले त यो त उद्योगै खोल्नु थालिसक्यो यसको त अरे अझै त्यहाँ मलाई त भुइँ कटर होला नि अझ केलाउनै नगएको खनेर फुकाएको रुख आएको छ रुख यो ए यहाँ हेर्नु त ड्याडी यहाँ फलेको ए अँ त नि आँप हो यो यतिकै काँचै खाने फ्रुट्सै हो होइन पाक्नुपर्छ नि यत्तिकै नै खानु मिल्छ नि यो ल अरे आँप अदुवा होइन सब बेसार यो काफलहरू गाईहरूलाई देखेर पुग्दै पुन्टु गाईलाई देखेर पुग्दैछु नि यिनी चाहिँ डराउँदै पुग्दै के भयो नि पुन्टुलाई छानी पनि दौडेको एक्सर्साइज सिमलको सिमलको फुल हामी चाहिँ अझै पनि स्टिल तातो पानी खाएर मर्निङ वाकमा हिँड्दैछौँ ड्याडी र पुन्टुमा खेल्दै हुनुहुन्छ खुब रमाहा पुन्टु पनि पुन्टु कता हो
आऊ आऊ आमै देखेको छैन मलाई देखिन हौ भर्खरै मर्निङ वाक सकेर आयौँ आऊ पुन्टा हो हेर्दैछ एकछिन रेस्ट गरे हामी बसेको रुमहरू चाहिँ त्यो हो पुरै माथि सल्लाह अनि सालको रुखहरू छ माथि माथि चाहिँ सिमल लगाइज पानी अमला टिप्न जानुभयो यहाँ गाउँमा पानी अमला हो पानी अमला टिप्दै हुनुहुन्छ लडिएला नि पुन्टु यता आऊ पानी अमला टिप्नु हुँदैछ यसले गर्छ काम तपाईँलाई पारी देखेर पारी नै जानु लाग्छ त ल पानी अमला टिप्नु भएको लगाइछ यो चाहिँ ड्याडीले अमला टिप्नु भएछ टन्नै छ पानी अमला खानु मम पानी अमला खानुहुन्छ पानी अमला पानी अमला खाएको ला खसे लाउनु पानी अमला खाएको हो त्यही झर्नाको छेउमा रहेछ मिठै छ पानी अमला हामी चाहिँ यो पानी अमला खाँदैछौँ त्यहाँ झर्नानिर ड्याडीले टिप्नु भएको रहेछ अनि यस्तो गाडी हल्का पुसिम लास्टै धुलो भएको थियो अब चाहिँ हामी लाग्छौँ काठमाडौँतिर